सारी माया विचित्र मरेर के पोलान्छ र नगर व्यर्थै लोभी मन छोडेर जान्छ व्यर्थैको धन आखिर एक पेटी खानु छ हाँसी खुसी करिबन 27 दिनभन्दा पछि बहिनीका बलात्कारीहरूलाई पूर्वपक्षको लागि 4 जना हिरासतमा कारागारमा पठाइसकेभन्दा पछि बाल सुधार गृहमा पठाइसकेभन्दा पछि आज पीडित परिवारले सब बुझेर हामी भेरी नदीमा छौँ। यतिखेर देशभरि नै 77 वटा जिल्लामा यो बहिनी एनिसाको न्यायको लागि तमाम आम नागरिकहरू रोडमा थिए, हुन पनि पर्छ। बलात्कारभन्दा पछि महिलामाथि हुने अन्याय, अत्याचार, हिंसा, घरेलु हिंसा, बलात्कारको अन्त्य गर्नको लागि जसरी हामीले देशभरि नै 77 वटा जिल्लामा एउटा चाहिँ अभियान चल्यो बहिनीको न्यायको लागि। आज तमाम मान्छेहरू सडकमा छन्। तपाईहरु सबैलाई म मेरो व्यक्तिगत तर्फबाट धन्यवाद दिन चाहन्छु र परिवारको तर्फबाट धन्यवाद दिन चाहन्छु। हामीले सब किन जलायौं भन्ने कुरा चाहिँ आज देशभरि नै एउटा चर्चाको विषय भएको छ। म तपाईहरु सबैलाई हात जोडेर भन्न चाहन्छु, पीडित बहिनीको बुवा अहिले पनि वैदेशिक रोजगारमा जानुपर्ने अवस्थाको कारणले गर्दा परिवार कसैको पनि डरले होइन, धाक धम्कीले होइन, परिवारको आफ्नो इच्छाले परिवार विदेश जानुपर्ने, विदेशिनुपर्ने एउटा पीडाले गर्दा हामीले 27 दिनभन्दा पछि आज भेरी नदीमा अन्तिम दाह संस्कार गर्यौं। अब यो न्याय जहाँसम्म 4 जना अपराधीलाई सर्वसहित जन्म कैद हुन्न, जहाँसम्म फाँसी हुन्न, नयाँ बनेको सरकारले जहाँसम्म महिलाको पक्षमा नेपालमा फाँसीको सजाय ल्याउँदैन त्यहाँसम्म हामी सडकमा रहनेछौँ र समग्र देशवासी सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरूले बहिनी एनिसा बिक जस्तै तमाम चेलीहरू नमरुन् भनेर सबैले न्यायको लागि बोल्नुहुनेछ भन्ने आश छ। त्यसैले गर्दा बहिनीको अन्तिम श्रद्धाञ्जली दिन गइरहेका छौँ यो भेरी नदीमा। तपाईहरु सबैजना उपस्थित हुनुभयो, तपाईहरु सबैजनालाई धेरै धेरै धन्यवाद। हामी 1 मिनेट बन्दारण गर्नेछौँ। अन्तिममा बहिनीको श्रद्धाञ्जली कार्यक्रममा चाहिँ 1 मिनेट बन्दारण गर्नेछौँ। त्यसभन्दा पछि हामी दाह संस्कार गर्नेछौँ, चित्तामा आगो चाहिँ लगाउनेछौँ। हामी यो भेरी नदीमा छौँ। त्यसैले गर्दा अब 1 मिनेट तपाईहरु सबैजना शान्तपूर्वक तरिकाले उभिदिनु हुन म हार्दिक अपिल गर्दछु। 1 2 3 4। शान्तिको बाटोमा छोडे असत्य मार्गमा उच्च राखौं आफ्नो मन, सत्य गरौं आफ्नो काम, नजलाउनु हरियो वन, नरोआउनु अरूको मन, सके सबको भलो सोचौं, भलो कहिले नसोचौं, सके सबको भलो सोचौं, भलो कहिले नसोचौं। धन्यवाद। समय सकिएको छ। धन्यवाद तपाईहरु सबैलाई धन्यवाद। यो यहाँ चाहिँ थुप्रै पत्रकार साथीहरू हुनुहुन्छ, यहाँ थुप्रै मान्छेहरू छन्। म यो बीचबाट भन्न चाहन्छु कि बहिनीको न्याय जहाँसम्म हुँदैन हामीले हाम्रो परम्परागत अनुसार चाहिँ सब अन्त्येष्टि गरेका मात्रै। बहिनीको जहाँसम्म न्याय हुँदैन, 4 जना अपराधीलाई जहाँसम्म फाँसीको सजाय हुँदैन, नयाँ कानुन बन्दैन, महिलाको पक्षमा जहाँसम्म नयाँ कानुन बन्दैन त्यहाँसम्म मेरो बहिनीको आत्माले शान्ति पाउने छैन। र प्रत्येक आम नागरिकहरू जो जहाँबाट आवाज उठाउनु भएको छ उठाइराख्नुहोस्। यो रोकिने कुरा छैन, यो न्यायको कुरा छ, यो टाइम पासको कुरा होइन, न्यायको कुरा हो। आज प्रदेश अस्पतालबाट मेरो बहिनीको शव निकाल्दै गर्दा आधा छेउमा किडा परेको शरीरलाई हामी चाहिँ अहिले अन्तिम दाह संस्कार गर्दैछौँ। त्यसैले गर्दा कोही पनि आम नागरिकहरू यो बहिनीको न्यायको लागि बोल्नु होला। मेरो बहिनी कुन अवस्थामा ल्याएर चाहिँ हामीले आज अन्तिम दाह संस्कार गर्यौँ भन्ने कुरा यो मनलाई मात्रै थाहा छ। त्यसैले गर्दा कोही पनि आम नागरिक दाजुभाइ तथा दिदीबहिनीहरू जस्टिस फर एनिसा बिक, एनिसाको न्यायको लागि देश नै उठेको छ, उठ्न पनि पर्छ। नयाँ सरकारले एनिसा बिकको
बलात्कार भन्दा पछि हत्या दिने 4 जना अपराधीलाई जहाँसम्म फाँसीको सजाय दिन्न, इतिहासमा पहिलो पटक केपी ओली जेल बसे जस्तै पहिलो पटक एनिसा विकलाई जहाँसम्म चाहिँ फाँसीको सजाय हुँदैन त्यहाँसम्म सडक सङ्घर्षका कार्यक्रमहरू रोकिँदैनन्। आज सुर्खेतमा विपक्ष अराजकहरूले सोचेका होलान् अपराधीलाई र बलात्कारीलाई संरक्षण गर्ने, पापी र कोडीहरूले सोचेका होलान् अब सब गएर भेरीमा अन्तिम दाह संस्कार हुँदैछ, अब केही हुँदैन, पैसाको भरमा पावरको भरमा हामी हाम्रा छोराहरू बाहिर निकाल्ने भन्ने सोचेका होलान्। यही भेरीबाट यही चियानबाट खबरदार दिन चाहन्छु, खबरदार भन्न चाहन्छु। यदि त्यसो भएछ भने त्यसको हिसाब किताब हुनेछ। तपाईँहरू सबैजना आइदिनु भयो, धन्यवाद छ। देशभरिबाट मेरो बहिनीको शव जलाए तापनि न्याय पाइएको छैन। देशभरिबाट जसरी साथ दिनुभएको छ साथ दिनुहोला। हस्त नमस्ते, धन्यवाद।